मुझे खुलित्तै मान्छे यो मुझे चोर ढाकालाई नि यो देश लुटालाई नि एकजना आतंककारी पाकिस्तानका नाजायज औलाद त्यो साला बन्धु योङाङ भन्ने मान्छेले चाहिँ रवि लामिछानेलाई सहकारी ठग हैन चोर डाका विभिन्न किसिम भनेर चाहिँ गाली गरेर भिडियो बनाइराखेको रहेछ। साला चोर तैँले पुष्टि गर्न सक्छस्? अदालतले त पुष्टि गर्न नसकेको कुराहरू त साला चोर खाते त चोर भातेले तैँले पुष्टि गर्न सक्छस्? रवि लामिछानेले तेरो के खाइदिएको छ र यति साह्रो खेद खान्छस्? चोर डाका साला त हेर्दाखेरि त लिम्बू पनि हो जस्तो लाग्दैन त साला हो पनि त डुप्लिकेट क्या। त डुप्लिकेट लिम्बूले चाहिँ यसो तास्ने काम मात्रै गर्छस् कि हामीले चाहिँ नि फेरि पुरै फिनिश गर्ने काम गर्छन् याद गर्ने साला कुकुर साला। तँलाई लाज शरम छैन? मान्छेलाई आरोप लगाउनु तैँले लगाएको आरोप पुष्टि गर्न सक्छस्? सबैभन्दा पहिला त अब तँहरू जस्तो चोर डाकाहरूलाई चाहिँ नि पक्रेर जेल पहुँच्नुपर्छ साले खाते। तँलाई अलिकति लाज शरम छ? तैँले पुष्टि गर्न सक्छस्? तैँले बोलेको कुराहरू यदि पुष्टि गर्न सक्छस् भने भन आरोप लगा हैन। नत्र भने नि यसरी खोक्दै त मलेसियामा नबसै साला। एकजना साला पाले दाइ एउटा पालेको काम गरेर बस्छस्। तेरो हैसियत त्यति मात्रै हो, त्यहाँभन्दा अरू केही पनि छैन। त हिजो पनि पाले थिइस् अहिले पनि पाले नै हो। तेरो हैसियत तेरो औकात भनेको त्यो पाले भन्दा ठुलो कुरा छैन हैन। याद गर बुझिस् पाले।